हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू गुड मर्निङ छ सबैजनालाई। अनि म आज फेरि पठाइन ट्राइब भ्लग गर्नलाई हिँडिसकेको छु। भ्लग गर्न भन्दा नि काम गर्न हिँडिसकेको छु है त। अनि अहिले चाहिँ ठ्याक्क 7 बज्यो। आज चाहिँ शनिबार हो। अनि योभन्दा अगाडि एउटा भ्लग हालेर हिँडिसकेको छु है त मैले, ठ्याक्क अपलोड गरेँ। अनि आज शनिबार बेलुका 7 बजी आउँछ। अनि त्यही हो, आइसक्यो होला। तपाईँले हेर्नु भएको छैन भने गएर एकचोटि हेरिदिनु होला। अनि मलाई चाहिँ अहिले यहाँ पानी खानेपानीको अफिसबाट राइड उठाइसकेँ मैले, यो इन ड्राइभमा होइन। अनि म अहिले लिन जाँदैछु। यो चाहिँ यहाँ हाम्रो लुबुतिरको खानेपानी अफिस हो। यहाँनिरबाट राइड लागेको छ। अलि छिटो आउनु है भन्नुभएको थियो। रफ्तारमा जाँदैछु। धेरै पछि कस्तो त्यो बोल्नै अकमक्या जस्तो भइरहेछ। राम्रोसँग उनी भइरहेको छैन। आज चाहिँ नि फुल डे काम हान्छु म। तर वेदरले क्या च्यालेन्ज हानिरहेको छ, पानी पर्ला जसरी। तर खोइ पानी काम त गर्नु पर्ने हो। आज त गर्नै पर्छ पानीमा पनि। खोइ त खानेपानीको अफिस यहाँ अगाडि हो होइन। तर कहाँनिर हुनुहुन्छ? खानेपानीको अफिसबाट अलि माथि भन्नुहुन्थ्यो। हेरौँ है त। यो बाइकको समस्या चाहिँ नि कहिले काहीँ फेरि स्टार्टै भइदिँदैन क्या, त्यो हो ल्याङ। यही हो खानेपानीको अफिस लुबुको भन्दा नि माथि हाम्रो घरतिरको चाहिँ हो। प्यासेन्जर त्यहाँ अगाडि हुनुहुन्छ अरे। कस्तो ज्यान दुखिरहेछ भने त्यो सुकुटे गएर आएपछि हो हो बस्नु भयो। कता पारिपट्टि? उतापट्टि? ए हुन्छ। यतापट्टि? ए हुन्छ। वेलकम। पानी पर्नला, पानी छिट्टो थाल्यो यार। पानी छिट्याउन थाल्यो। 10 किलोमिटरको 190 हाल्छ यार। इन ड्राइभले हेर्दै हुनुहुन्छ नि, यसो सुधार्नु है रेटमा चाहिँ नि यार। अति बिजोग गराउने भयो त। यो लगन खेलबाट बस्दै भयो त हुन्थ्यो यार। पाटन हस्पिटलतिरबाट कतै जाने त बस्देऊ न हो। बिहान लगन खेल पाटन हस्पिटल आइयो। यहाँबाट अस्ति इमाडोल गएको थिएँ, आज नक्कीपोरतिर जान्छु ल। आज नक्कीपोरतिर जानु पऱ्यो। टिप लाग्छ कि लाग्दैन हेर्नु पऱ्यो। पानी छिट्टै दियो यार बिहान टाइटमा कसम। गाइस अघि चाहिँ नि वाइड एङ्गलमा भएर हिँड्छ क्या, कुचुक्क परेर यो नि नदेखिने गरेर यस्तो गरेर बसिरहेको रहेछ। अहिले चाहिँ ठ्याक्क एङ्गल स्याङ्गल मिलाएँ। अनि यता कुसुन्तीतिर यता बसेँ होइन। यो भनेपछि नक्कीपोर जाने बाटोमा आएर बसिरहेको थिएँ। अनि बालाजु माछा पोखरी जाने राइड लाग्यो मलाई 265 रुपियाँको। अनि प्यासेन्जर पनि कन्फर्म भइसकेको छ। अब म चाहिँ प्यासेन्जर लिन जाँदैछु। पानी पनि पर्ला जस्तो भइरहेछ। हल्का छिटिरहेछ तर कस्तो आनन्द आइरहेछ पानी छिटोदाखेरि पनि। त्यो अस्तिको यहीँनिर हो, यहीँनिर
यहीँनिर हुनुहुन्छ प्यासेन्जर। मेसेज गरिदिउँ न होइन, यहाँ आयो यस्तो। त्यो अस्ति हामी उता सुकुटी बिच गएको थियौँ। सुकुटी बिच गएर आएर ऱ्याफ्टिङ स्याफ्टिङ गर्दाखेरि ढाड पुरा दुखिरहेको छ, बाइकै चलाउन नसक्ने गरेर हिजो टक्क रेस्ट गरी काम गरिनँ हिजो। माछापोखरी भने जस्तो लाग्यो। तपाईँ हो माछापोखरी होइन? हो। भयो। पानी परेको बेला अनि माछापोखरी हिँड्नुभयो त के काम हो र हजुर? हजुर हजुर थाहा छैन नि त्यो त। त्यहाँ माछापोखरी पुगेपछि भन्नु होला कता जाने। ए हुन्छ, त्यहाँनिर तर मैले नि देखाएको छैन त्यो स्कुल। त्यहाँ नजिक गएपछि भन्नु न है। देखाएको छैन भनेपछि त्यहाँ गएर अहिले म्यापमा खोज्नुपर्छ त्यसो भए। यो चाहिँ मछिन्द्रको जात्रा भइरहेछ यहाँनिर चाहिँ। टक्क जाउला खेलमा ल्याउ पुऱ्याउनु भएको रहेछ रथ। हजुर रथ हिजो अस्ति लिएर आयो नि यता, नत्र उता लगन खेलमा राखिरहेको थियो। धेरै रमाइलो छ तर सबैको रक्षा गर्नु भगवान्। यही $245। $150 भयो यहाँ त हजुर। लिन वेलकम। कहाँबाट लाग्ला त अब कहाँतिरको जानी लाग्छ होला त गाइज। 265को थियो डिस्काउन्ट रहेछ, 245 भयो। सेकेन्ड राइड पनि कम्प्लिट भयो। फर्स्ट राइड इन्डाइभ, सेकेन्ड राइड पठाऊ। अब थर्ड राइड केमा लाग्छ होला त, अलि मासतिरै जाउँ।
फेरि यहाँबाट पठाउमा राइट लाग्यो पानी पनि पर्यो पानी त पर्यो त्यहाँ ठुलै रेनकोट लाएर हिँड्छु यार म त एकछिन ढिला हस् भयो केही भएन रेनकोट लगाउँछु ल ट्याक्क दाइसँग एउटा दाइ भेट्नु भएको थियो गुटको अनि दाइसँग बसेर चिया चिया खाइयो अहिले आवाज बाहिरको आइरह्यो होला पानी पऱ्यो भएर मैले माइक जोडेको छैन गाइज होइन आवाज राम्रो आएको छैन भने चाहिँ नरिसाउनु होला अहिले चाहिँ मैले इनड्राइभमा टक्क राइड उठाएँ पठाउ चठाउलाई अफ हानेर इनड्राइभमा 165 को राइड लागेको थियो 5 किलोमिटरको त्यो कम्प्लिट भयो अनि अब फेरि 8 किलोमिटरको 226 रुपियाँ इनड्राइभमा राइड लाग्यो पानी परेको बेला त इनड्राइभ नै हान्नुपर्छ क्या इनड्राइभ पनि प्यासेन्जरसँग नजिक आइसक्यो है त यहीँनिर हुनु यो लोकेसन त यहीँको छ तर अब लोकेसन त यहीँको अघिनाको इनड्राइभमा 165 रुपियाँको राइड लागेको थियो 5 किलोमिटरको अहिले 8 किलोमिटरको 226 रुपियाँ लागेको छ त्यो अघिनाको कम्प्लिट भइसक्यो अब यो राइड उठाइसक्यो यो जाने चाहिँ कता भन्दाखेरि यता न्यू रोडतिर हो होइन अघिनाको माइक हालेको थिइनँ नि त खासै राम्रो आएन होला भोइस त्यही भएर फेरि रिकल गराइहालेँ है त गाइज पानी परेको बेलामा त इनड्राइभ नै हान्न मजा आउँछ क्या पठाओ भन्दा पनि म त पठाओ बन्द हानिदिन्छु यताबाट तलतिर होइन त यताबाट तलतिर होइन बस्नु छैन अहिले बिचतिर कहाँ परेछ थाहा नै हुन्न के त्यही भएर लाएर हिँडिरहेको रेनकोट चाहिँ हामीले लाएर हिँड्यो भने त तपाईँहरूलाई लाउनु सजिलो भयो नि त हजुर तपाईँहरूलाई म आज नयाँ बाटो लिएर जान्छु है त अब यहाँबाट नो इन्ट्री छ यहाँबाट छिर्नु मिलेन तर मान्छेहरू मूर्ख मान्छेहरू छिर्छन् हामी चाहिँ आज अर्कै बाटो जाने यहाँबाट न्यू रोड छिर्नलाई पुग्नु पर्दैन हो कसैले चिने छैन त्यो बाटो म लिएर जान्छु यहाँबाट ओहो परेवा मित्र यहाँबाट टक्क यहाँबाट छिर्देपछि बसन्तपुरको पछाडि ट्याक्क ल यस्तो आनन्दको बाटो छ उता घुमेर टेन्सन कति भयो भन्दा 225 भयो ₹25 चेन्ज छ 25 रुपियाँ चेन्ज दिनु न
हस् धन्यवाद। 325 को राइड कम्प्लिट भयो। केटाहरूले खाना खाना बोलाए होइन, अब खाना खाना त जानु पर्यो। है पानी नि रहन्छ यार, रेनकोट निकाल्यो उ गर्यो, रेनकोट लगाए पानी के फुकाले पानी पर्छ, लगाए फेरि हुन्छ। टक्क लगाएर नर्देबाट हो, यही भए पनि टिप हान्नु पर्यो त्यतातिर जाने। डल्लु उठाउ त, उठाउ ल, मलाई खाना खान जानुपर्छ। डल्लुको क्या, डल्लुको राइड उठाउ त तिमी। सुषमा उठाइदेऊ न, मलाई सजिलो हुन्थ्यो कि। उठाउ न 2 किलोमिटरको 75। मलाई भाषण जान सजिलो हुन्थ्यो, तिमीले उठाइदिया भए। टक्क यहाँनिर खाना खायौँ। यहाँ चाहिँ अलि मिठो दामी पाउँछ अनि टिप पनि दामी पाउँछ, यहाँबाट लागिहाल्छ। ट्याक्क केटाहरू खायौँ। जङ्गेको र मेरो चाहिँ एकै ठाउँमा जाने राइड लागेको छ क्या इन ड्राइभमा। ओइ जङ्गे आऊ, एकै ठाउँमा जाने राइड लागेको छ। अब हामी जान्छौँ 2 जना दाजुभाइ टक्क लाएर। ल उसमा गाडी लागिसक्यो ला। यतैतिर हो, एकै ठाउँमा जाने राइड लागेको छ। फेरि अब गएर माथि गएर फेरि राइड लाग्दैन अनि 2 जना टक्क बसिरहने हो। अनि त्यसपछि हामी घुम्न जान पनि सक्छौँ त्यहाँबाट राइड लागेन भने। यसको र मेरो त भर छैन। यतातिर हो, एकै ठाउँमा हो, एउटै मान्छे हो, यहीँनिर हो। गोलढुङ्गा हिँड्दै हो। अब बस्नु भयो, टेकेर बस्नु न, टेकेर बस्नु न। भयो ल। जङ्गे लिएर मैले राइड पाइसकेँ, लिएर हिँडिसकेँ। ठ्याक्कै हामी गोलढुङ्गा बस पार्क भनेर ल्याएको थियो। इन ड्राइभमा चाहिँ यतै हो। ए ल गाइस, यहाँनिरको 135 रुपियाँको राइड पनि कम्प्लिट भयो होइन। अनि अहिले चाहिँ ट्याक्क मलाई राइड लागेको छ बल्खुतिर जाने। पठाउँमा उठाएँ अनि त्यसपछि अब चाहिँ लिन जाँदैछु उता गोलढुङ्गा। यहाँ माथिबाट होइन तलबाट जता फर्किनु पर्ने त्यतैबाट राइड लागेको छ। 11 किलोमिटरको 235। जो प्यासेन्जर कुरेर बसिरहनु भएको छ, जानु छ होइन। लिन गएको जस्तो नि भएन क्या यो चाहिँ।
ल प्यासेन्जर भेटौँ है त अनि उता बल्खु जाने है म मासतिर थिएँ बन्द छ कि छैन ए कहाँ कता जानु पर्ने हो तपाईँलाई ए केटी भनेको त्यही त हो नि त तपाईँले पनि त्यही हो मैले पनि त्यही त हो नि हो तपाईँको कला कतिको छ त्यतिमै भर पनि त हो नि मल त वास्तै लाग्दैन हो त झन् तपाईँहरूको यो लाइनमा बढी बढी लाइनमा भने दाइ 2 वर्ष भयो काम गरेको त्यसरी अहिलेसम्म हिँडेको छैन एकजना लिएर पनि अह मैले वास्तै गर्दिनँ प्यासेन्जरसँग बोल्नै मन लाग्दैन हो त्यसमा भर पर्छ हामी त्यति चासै दिँदैन क्या प्यासेन्जरलाई अब तपाईँ हामी त प्रायः केटा मान्छेसँग नै बरु बोलिन्छ होइन केटीको सोच अलि ऊ हुन्छ क्या कस्तो भन्दाखेरि अब बोल्न खोज्दाखेरि पनि राम्रै हिसाबले बोल्न खोज्दाखेरि पनि अर्कै सोच त्यही भएर बोल्दैन बोल्ने चुप लाएर जहाँ लिनु गएपछि बस्नु भन्यो लडेपछि ल ओर्लिनु भन्ने त्यति हो केटीसँग बोल्ने हामी खासै ऊ हुँदैन त्यही हो अब हामीसँग अझ टाइम कम हुन्छ होइन हजुर त्यसैमा बिहानदेखि बेलुकासँग यसैलाई टाइम दिने हो भने त्यो नमिल्ने भने हुँदै हुँदैन त्यो जो गइसक्यो नि म चाहिँ खासै त्यस्तो टाइम दिन्न म चाहिँ कहिले गर्छु है हजुर बोल्दै गयो भयो भने भइगयो भएन भने भएन नभइ नहुने भनेको त मरि हत्या गरेर पछाडि पर्ने हुन्थ्यो हुँदै त्यहाँ चाहिँ हिँडेर भएन कुनै बेला अनि हिजो चाहिँ नि पार्लरमा छिरेर चाहिँ के हिजो भैँसीको खराएर ल्याउनु भनेको थियो बाहिर जानु उयो लानुलाई हजुर अनि लिनु गएर के सम्झेर पार्लरभित्र छिर्दैछ मासु लिनु ल पार्लरभित्र मासु किन भैँसीको किन्नु गएको अरे पार्लर कस्तो लाज भने किडन्याप गरे पढाउको मान्छे तर खतम हुन्छ क्लब जाने भनेर सोच्छ त राति हिँड्नु भनेर कसले पढाउको मान्छेले पठाएको मान्छे त्यस्तो बिग्रे हन् अनि अब यो हुन्छ गफ गरेर जान्छ कुनै त खतम हुन्छ तपाईँलाई कसैले भनेको छ त्यस्तो क्लब अहिलेसम्म गएको छैन क्लब जाने हो भन्छन् अनि ए तपाईँ पठाउ चढ्दाखेरि त्यस्तो भन्यो कि इनड्राइभ चढ्दाखेरि त्यस्तो भन्यो इनड्राइभ म त पहिलेदेखि इनड्राइभै चढेको ए भनेपछि राइडरले क्लब जाने भन्यो तपाईँलाई अनि त्यस्तो घुमाएर लान्छ दिनको बाटो पनि घुमाएर एकैछिन पुग्ने बाटो पनि अनि त्यस्तो राइडरलाई त कम्प्लेन गर्नुपर्छ नि त अनि मलाई आउँदैन त हाम्रो भेनाले चाहिँ अस्ति गरिदिएको थियो उयोलाई अनि उनीहरूको फेरि बन्द हुँदैन रहेछ नि त होइन चढ्नु मिल्दैन रहेछ त्यो डबल भाडा लियो के त्यो देखाएको भन्दा हजुर अनि भेनाले त गरिदियो भने मलाई त आउँदैन अनि भेनाले त गरिदिएको राइड त लाग्यो घर जान्छु भनेर आएको थिएँ छ्याउलाएको थियो काम गर्नलाई होइन हाई हाई राइड त लाग्यो तर के अरे भन न मिठो स्वरले बोलिरहेको थियो होइन अनि त्यसपछि दाइ लोकेसनमा आउनु न ल अरे दाइ भनेपछि सकिहाल्यो जति राम्रोसँग बोले पनि त्यही भएर लिन जाँदैछु दाइ लिन आउनु न भनेपछि लिन जानु परिहाल्यो होइन तर म घर जान्छु भनेर आएको पठाओले एकचोटि राइड दियो कोटेश्वरबाट खाली आएँ यहाँ आएको चाहिँ कोटेश्वर चोक्कै दिन्छ हौ रिस उठेर मैले क्यान्सल गरेर बसेको थिएँ लास्टमा अहिले सिनामङ्गलको 140 रुपियाँको दियो होइन 2000 भएको थियो अब 2500 बनाएर घर जाउँ भनेर सोचेको थिएँ मैले 2500 बनाउनु पऱ्यो अनि घर जानु पऱ्यो 2000 त भइसक्यो अब 500 रुपियाँ कमाउँछु 500 रुपियाँ भएपछि मैले जहाँबाट भयो भने घर लाग्दिन्छु सिधै घर हो झ्याउलाइसक्यो काम गर्नलाई गर्मी त्यस्तै राइड नदिने त्यस्तै
के भन्नु यार। ल गाइस कस्तो टाउको दुख्न थाल्यो, जिउ पनि दुख्न थाल्यो होइन। अनि त्यसपछि म अघि नै घर जान्छु भनेर आएको हो। यहाँनिर आइसकेपछि राइड लाग्यो एउटा, यहाँ होइन अझ अगाडि आएपछि पुगेपछि त्यो अघि नै राइड लागेको थियो नि 150 रुपियाँको त पेप्सी कोला जाने, त्यो राइड लाग्यो। अनि अब आएको राइड त किन छोड्नु भनेर लिएर गएँ, यतातिर आउनु पाइहाल्छ नि भनेर, तर लास्टमा राइड पाइएन होइन। अनि त्यही भएर त्यो त्यहाँबाट फेरि खाली घरै आउनुपर्ने भयो क्या, झ्याउलायो काम गर्नलाई, राइड पनि लागेन, गाह्रो नै भइरहेको थियो। अनि त्यसपछि म त्यही भएर अब घर जाँदैछु। मेरो आजको टोटल इन्कम भनेको चाहिँ तपाईँको 2000 क्रस भयो होइन। बिहान 7 बजीदेखि अहिलेसम्म गरेँ मैले, अहिले त्यस्तै 3:30 जस्तो भयो। 3:30 4 बज्न लागिसक्यो। आजको इन्कम चाहिँ 2000 भयो। है त गाइज अब म घर जान्छु अनि रेस्ट गर्छु। आज आनन्दले त्यो अस्ति घुमेर आएकोले जिउ पुरै दुखिरहेछ क्या, काम राम्रोसँग गर्न सकिरहेको छैन, टाउको पनि दुखेर कस्तो भइरहेछ। अनि